चढाउने पितृहरूलाई चढाउन आउने भिड हुन्छ गाउँमा। जुन वर्ष हाम्रो नेवारी समाजको जुन घरमाबाट लाखे निस्केको जस्तै हाम्रो त्यो वर्ष मृत्यु भएकोबाट घरमा भिड हुन्छ। मैले सबैले पाले पालो चढाउने अवस्था आएको थियो। मैले समयको बावजुद सबैलाई चढाउन भ्याउँदिनँ। तैपनि मैले अब सुरु गरेँ। अब मैले चढाएर भ्याएँ। अब त्यसपछि अब म यहाँहरूलाई पितृ पूजन गीत सुरु गर्न चाहे। अब मैले बाँसी यो विधि धेरै लामो छ, तैपनि समयको बावजुदले गर्दा पुरा विधि गर्न सकिँदैन। अब म चढाउन आउनेहरूलाई बाँसी सुनाइसकेपछि चढाउनेहरूलाई थोरै जाँड पानी खुवाइन्छ। अब हामी चढाउन आउनेहरूलाई बाँसी सुनाउनेहरूलाई पितृहरूलाई सुनाएको सट्टा हामीले खाजा पानी खुवाइन्छ। त्यसपछि अब सुरु भयो। आओ हरे पितृ देवता, आओ हरे पितृ देवता, तिमीरै निम्ति, तिमीरै निम्ति, तिमीरै पितृ देवता, तिमीरै पितृ देवता, धूपै बासना, धूपै बासना, हाम्रै पितृ देवता, हाम्रै पितृ देवता, फल आशिक, फल आशिक, बढीमा आयो त्रिशूली गङ्गा, बढीमा आयो त्रिशूली गङ्गा, भयो समान, भयो समान, वारी हेर पारी हेर, वारी हेर पारी हेर, केही नदेखा, केही नदेखा, तारीमा देउन घटुवारे, तारीमा देउन घटुवारे, सुनै रूप खेवै देउला, सुनै रूप खेवै देउला, तारी देउ पारी, तारी देउ पारी। अब यो हाम्रो पहिलो चरणमा सकियो। अब त्यसपछि म दोस्रो चरणमा प्रवेश गरेँ। अब हामी पितृहरूलाई यो गीत सुनाएपछि अझै यो खाजा पानी खुवाइसकेपछि अब म थोरै रमाइलो गीतमा जोड्न चाहेँ। र बारे भुइँ चम्पा फुल, हाम्रा बारे भुइँ चम्पा फुल, महाराजा की मैदान, महाराजा की मैदान, हाम्रा बारे मण्डल फुल, हाम्रा बारे सूर्य मण्डल फुल, महाराजा की मैदान, महाराजा
तेस्रो चरणमा प्रवेश गरेँ। अब म पितृहरूलाई चढाएको सबै उठाउनेतिर हाम्रो चेलीले उठाउने चलन छ। अब चेलीले उठाउँदै गर्दा गीत पनि छ यसमा। चुले पर्वत दक्षिणा गङ्गा जमुना कुपिण्ड त फुली गए हलदीको बासना सैपत्रीमा थैलाओ कुपिण्ड त फुली गए हलदीको बासना सैपत्रीमा थैलाओ। धन्यवाद। म मुखियाको घरमा आइसकेर मैले फुलपाती भित्राउने कार्यक्रम सकियो। अब फुलपाती भित्राउने कार्यक्रम सकिसकेपछि मुखियाको घरमा हामीले थोरै खाजा पानी खाएर 16 श्राद्धको अन्तिम दिन दसैँलाई स्वागत गर्दै रमाइलो गीत गाइन्छ। यसमा यो पुरानै भाका छ, यो सायद पहिला रेडियोमा नि सुनिन्थ्यो होला, अहिले कमै मात्र सुनिन्छ यो भाका। रमाइलो गरौँ है साथी